झापाको शिवशताक्षी नगरपालिकामा यही चैत्र 21 गतेदेखि 29 गतेसम्म मेयर कप 2081 सञ्चालन हुने भएको छ। सो विषयमा आज आयोजक शिवशताक्षी नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो। खेलकुदका विषयमा नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गामुराईले यसरी जानकारी गराउनुभयो। खेलकुदमा फुटबल रहनेछ, भलिबल रहनेछ, क्रिकेट रहनेछ, ब्याडमिन्टन रहनेछ, कराटे रहनेछ र एथलेटिक्स यसपालि हामीले समावेश गरेका छौँ। म राशिहरूको विषयमा थोरै तपाईँलाई जानकारी गर्न चाहन्छु। फुटबलतर्फ हाम्रो पहिलो पुरस्कार 55,000 रहनेछ र दोस्रो पुरस्कार 41,000 रहनेछ। त्यस्तै गरी भलिबलतर्फ रु 35,000 प्रथम पुरस्कार, दोस्रो पुरस्कार रु 25,000 र क्रिकेटतर्फ रु 35,000 पहिलो पुरस्कार, त्यसै गरी दोस्रो पुरस्कार 25,000 र ब्याडमिन्टनतर्फ हामीले चाहिँ एकमुष्ट ब्याडमिन्टनको जिम्मा दिएको छौँ। हामीले ब्याडमिन्टन साथीहरू मित्रहरूलाई उहाँहरूलाई हामीले एकमुष्ट 50,000 रुपियाँको प्याकेज गरेका छौँ ब्याडमिन्टनलाई। त्यस्तै गरी कराटेतर्फ हामीले हाम्रो कराटेका विज्ञ हुनुहुन्छ प्रशिक्षक दुर्गा उप्रेतीज्यूलाई 50,000 रुपियाँको हामीले प्याकेज दिएका छौँ। उहाँले यो चाहिँ खेललाई उहाँले आफैले सञ्चालन गर्नुहुनेछ र विभिन्न विधाहरूमा पनि हामीले पुरस्कार राखेका छौँ। राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको मेयर कप 2081 शिवशताक्षी 11 स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने बताइएको छ।